हेलो नमस्ते एभ्रिवान आइफ सबैजना संसारमा हुनुहुन्छ ल म पनि अति नै संसारमा छु सो फाइनली आज पनि चक्क लाएर नयाँ जोस र जारको साथ समर सेन्चुरी ब्लग फेरि पनि उपस्थित भइसक्यो भनेदेखि सो त्यही हो आज चाहिँ समर सेन्चुरी कहाँ छ भनेर सोध्नुभएको होला आज चाहिँ समर सेन्चुरी पुट्टारमै छ आज पनि पुट्टारमै छ समर सेन्चुरी अनि आज चाहिँ खानासाना खाइवरी यताउति गरिवरी त्यसपछि घर जानुपर्ने हुन्छ हैन अनि यहाँ चाहिँ म काली नदी सरल भएछ त्यसमा म फिल लिएर बसेको छु के हैन त्यही हो अनि त्यो म चाहिँ आज स्पेशल मान्छे समर सेन्चुरी स्पेशल ठाउँमा आएको छ क्या सो स्पेशल ठाउँमा चाहिँ स्पेशल ठाउँ चाहिँ के कहाँ छ भनेर सोध्नु भएको होला हैन पुट्टारको यो धुलीखेल भन्ने त पक्कै पनि तपाईहरुले सुन्नु भएकै होला नसुने पनि आज मैले सुनाइदिए के छ र हैन नसुने आज मैले सुनाइदिएँ सो के भन्छ ट्री हाउस समथिङ यस्तै छ हौ ट्री हाउस त के भन्ने अरे यहाँ ट्री माथिको हाउसै छैन यसलाई ट्री हाउस भन्दैन अनि म चाहिँ आज त्यहाँ स्पेसली जाँदैछु है होइन आइसक्यो क्या मलाई खाट्टै आइसक्यो किनभने आज बिहानै उठ्न साथ म बिहानै उठ्न साथ भन्दा पनि हिजो के भन्छ हाम्रो दादा हुनुहुन्छ जो खानापिना खाइवरी चट लाएर हामी घर आइयो होइन खानापिना खाएर घर आइयो त्यसपछि घर आउनु लागिएको थियो भनौँ न घर आउनु लागिएको थियो दाइले चाहिँ ल बाबालाई बाइकमा लिएर चाहिँ हिँड्न सक्नुहुन्न भन्ने हिसाबले म बाइक लिएर आएँ बाइक त सबै चिजको मलाई लास्ट चाहिँ अप्ठ्यारो फिल भएको यार जो पनि बाइक चलाउने मान्छे त चलाइरहने मान्छे त हो नि त तर पनि मलाई बाइक चलाउनु लास्टै अनकम्फर्टेबल भइरहेको क्या होइन त्यही भएर चाहिँ जसोको तसो गरेर त ल्याएँ तर पनि कस्तो अलि कहिल्यै नचलाए जस्तो भइदिरहेको होइन त्यसको अब पछाडिको सक्स गइरहेछ अनि अगाडि पनि सक्स गइरहेछ अब त्यो क्लोज टुप्पामा कि छेउमा कि के हो अनि अगाडिको पनि यति लिने भ्याएन घग्राकै ढलाइदिने खालको त्यस्तो खालको क्या सबै पुरै होइन जस्तो भयो नि मैले वान ट्यापमा गरेर लिएर आइदिएँ जो पनि राइडर हो नि त सो त्यो राइडर त नभनिहालौँ जो पनि हल्का फुल्का एक्सपिरियन्स छ भनौँ अनि त्यसपछि घर आइयो घर आएर फुपूसँग मिठो गफ गरियो होइन गफ गरेर पछि स्याट लाएर मजाले गफ गरियो एकछिनसम्म मोबाइल चलाएर यी भ्लग एडिट गरेर अपडेट गरियो हिजोको भ्लग के कस्तो लाग्यो त्यो पनि प्रतिक्रिया गीत दिन नभुल्नु होला मेबी मलाई लाग्छ तपाईँहरूलाई मन परे त होला नै मन परेन त पक्कै पनि के भन्छ मन त पक्कै पनि परै छैन होला के बोले भाइ अब के बोले के छ थाहा बोले के भयो जेसुकै होस् होइन त्यही हो मेरो भिडियो सबैले रुचाइदिनु होइन त्यही भन्न चाहन्छु म चाहिँ अनि अहिले चाहिँ बिहान उठ्न साथ म फेरि दाइको बाइक छोड्न गइदिएँ अब दाइको बाइक छोड्न गएपछि चाहिँ अब ब्याट्री डाउन भएर रहेछ स्टार्ट गर्न फेरि आमा हो तनावमाथि तनाव थपिन्थ्यो यार झन् यार साइको भइदिएर म त होइन अनि कहाँ छ ओह्रालो धन्द त्यो झर्नी बाटोमा ओह्रालो थियो है ओह्रालोमा चाहिँ कति 4-5 गियरमा कति राखेँ अनि त्यसपछि सरार र क्लोज छोडिदिएपछि ओह्रालोमा स्टार्ट तब पनि भएन यार के राता मकै सेता फुला के भन्नु यार तब पनि स्टार्ट भएन अनि कति बोल्या त कति भ्यागु त हारा चाहिँ के टुवार सेल्फ स्टार्ट भयो त्यसपछि म गएँ डाइरेक्टली गएँ आर यु कमेडी मी पारै दिएर गएँ होइन गएर चाहिँ ल बस बाबु आज पनि खाजा खाएर जसरी 8 बजेको बस भेट्नु थियो होइन अब 8 बजेको बस भेट्नु थियो त्यो त टन्टै साफ भइहाल्यो 8 बजेको बस भेट्न थियो त्यो खतम भइहाल्यो पुरै खतम भइहाल्यो कि यहाँ अब अर्को नयाँ प्लान आइसक्यो भनौँ न नयाँ प्लान बसेरै गर्नु पऱ्यो नयाँ प्लान आइसक्यो अनि 8 बजेको बस भेट्न सेट्न त्यस्तै भयो भन्ने कुरो भयो हेर्नु अनि बाइक छोडेर आएपछि चाहिँ खाजा खाएर जाऊ भन्नुभएको थियो हुँदैन यसै हुँदैन भनेर चाहिँ म डाइरेक्टली आउन साथ चाहिँ म फुपू घर गएँ फुपू घर आएर चाहिँ च्याट लाएर
भान्जीसँग एकछिन मिठो कुरा गरेँ मोटामोटी घोटाघोटी के हुन्छ होइन भान्जीले नि जे होस् मिठो कुरा गर्छिन् त्यही हो कि होइन लाइफमा बाँचुन्जेल त्यही त हो नि सबैसँग मिठो तरिकाले बोल्नुपर्छ मिठो राम्रो कुरा गर्नुपर्छ तब पो मान्छे सधैँको लागि सधैँको लागि भन्दा नि सबैको राम्रो हुन्छ सबैको लागि राम्रो हुन्छ सधैँको लागि राम्रो हुन्छ भन्नु खोजेँ क्या मैले चाहिँ होइन हल्का जिब्रो लतपत्ती भनौँ न अब यसमा मेरो के दोष हात नभएको जिब्रो जे पनि बोल्छ भने जस्तो अनि भान्जीसँग मिठो कुरा भयो अनि त्यसपछि भान्जी फेरि आज मोल बोक्न यताउति गर्न घरको तिनवटा जान त आज मोलै बोक्न गएको गई होइन मल बोक्न गयो अनि त्यसपछि हामी चाहिँ अब खाजा खाएर जान्छौँ भन्ने हिसाब थियो जो मैले हिजो भनेको थिएँ नि अङ्कल चाचाजी आउनु भयो रे बिहानै चाचाजी आएपछि मिठो गफ जम्यो प्लस अब उहाँ पनि हामीलाई घर छोड्न जाने हुनुभयो त्यसपछि हामीले बस कुर्नु परेन रे दादा बस कुर्नु परेन सो हामी चाहिँ बाइकमा जाने भइयो सो बाइक चाहिँ अङ्कलको म आउना साथ बाइक चाहिँ उहाँ हुनुहुन्छ मैले लिएर दुग्रिसकेँ कहाँ भन्दाखेरि म भ्लग गराउन धुली खेलमा सो त्यही हो म बाइक लिएर दुग्रिसकेपछि चाहिँ कहाँ जाने के गर्ने भन्नुभएको थियो ल अब कहाँ जाने हो जा तर 2 बोतल तेल ल्याएर आइज भनेर मलाई पैसा पनि दिनुभयो कति भन्दाखेरि 400 होइन च्याटे लाएर 400 दिनुभयो 400 बोकेर कुरुर दुग्रेर आएको अहिले चाहिँ म धुली खेलमा छु धुली खेल कहाँ भन्नुभएको होला के भन्छ घिरिङ गाउँपालिका डट कति हो त्यो मलाई थाहा छैन पुट्टार तनहुँ धुरी खेल हो कि धोडी खेल हो कि के हो मलाई थाहा भएन च्याट लाएर होइन अब चाहिँ म ढोडी खेलमा हो कि धुरी खेलमा उक्लिन चाहन्छु अब यहाँ चाहिँ म उक्लिन साथ यस्तो छ हे चट्ट पारामा उताबाट सनसेट झुल्किराखेको छ आँपको रुखबाट भनेदेखि म चाहिँ यहाँबाट उक्लिनु पर्ने हुन्छ है त ट्री हाउस भन्छ के भन्छ यसलाई यहाँको विशेषता मलाई केही थाहा भएन कहिले बनेको के कतिखेर बनेको भन्ने चिज मलाई केही पनि थाहा भएन होइन तर मेबी यहाँ चाहिँ रमाइलो ठाउँ छ क्या होइन यहाँनिर चाहिँ देख्न सकिन्छ काली नदी साहिले बग्यो एकछिन त्यो म गीताउनै छ नारायण सो गाइस अहिले चाहिँ बाबाको फोन आयो अहिले चाहिँ म भ्लग छोटो मिठो स्टप गर्नु पर्यो एकछिन है त सो गाइस बाबाले चाहिँ फोन गरेर कतिखेर आउने बाबु छिटो आऊ भन्नुभयो सो म चाहिँ अब एकछिन घुमेर जानुपर्ने हुन्छ अनि यहाँ जाँदै गर्ने क्रममा चाहिँ यहाँ चर्च लाएर धुरी खेलको विशेष यस्तो छ है ल हे साथीहरू अहिले चाहिँ यहाँ म एउटा गीत गीताउन गइरहेको छु कृपया दर्शक महानुभावहरू मेरो फ्यानहरू मजाले सुन्नु होला भन्न चाहन्छु म होइन सो त्यही हो यहाँ चाहिँ फोहोर व्यवस्थापन पनि गर्नु पर्यो मलाई यो अलि उचित लागेन सो त्यही भएर यहाँ हेर्नुहोस् कति फोहोर मैला अरे दादा यस्तो त हुनु भएन नि त जो तपाईँको भ्रमण गर्ने क्षेत्रमा यस्तो फोहोर भइसकेपछि के गर्ने को मान्छे घुम्न आउँछ त्यही भएर फोहोर व्यवस्थापन गर्नु पर्यो यो फोहोर व्यवस्थापन गरेपछि चाहिँ बल्लको यहाँ मान्छे घुम्न आउँछ नत्र त यहाँ ल धुडी खेल घुम्न जाने भन्छ ए त्यहाँ त फोहोर छ भनेर एउटाले सन्को लगाइदियो भने त ल को घुम्न आउँछ नि यहाँ भने होइन त्यही भएर चाहिँ यसो फोहोर व्यवस्थापन गरिदिनु पर्यो होइन लाइक धुली खेल हो कि के मलाई भन्नै आएन यार यो ठाउँ चाहिँ सफा हुनु पर्यो क्या मेन कुरा चाहिँ होइन त्यो हो म त्यो भन्न चाहन्छु अब के भन्नु अब म बोलिनँ अब विशेष गरी तरिकाले यहाँ म गीताउन लगाइरहेको थिएँ स्पेसली यो काली नदीको बारेमा है 3, 2, 1 गो काली नदी साहिले बग्यो साला सम्झनामा तिम्रो तस्बिर छ लाला हे सम्झनामा तिम्रो
तस्बिर छ लाला बाँसैको सै नुगेर आयो चरीले टेकेर ओ बाँसैको सै नुगेर आयो चरीले टेकेर हे म घुम्दै आएको यो नौलो ठाउँमा मायालाई देखेर हे काली नदी सहिले बग्यो सलाला हे सम्झनामा तिम्रो तस्बिर छ लाला। ओके गाइस भिडियो के कस्तो लाग्यो हैन भिडियो भन्दा नि गीत के कस्तो लाग्यो अब मेबी मलाई लाग्छ गीत त तपाईहरुलाई राम्रो लागिसक्यो होला अब मान्छे म नराम्रो गीत गाउने मान्छे पनि कहाँ हो र भनेको हैन च्याट्टे लाएर म सधैँ राम्रो गीत गाउने मान्छे हो म भनेको अब भोइस अफ नेपालमा नेपाल आइडलमा नगएको मात्रै हो के नत्र म मान्छे त बोवालै हो नि जीवप भन्दा खतरा हो मान्छे जीवप पनि मेरो दोस्त भनेर कोही कोहीले कमेन्ट हान्न थालिसक्यो हैन कमेन्टमा चाहिँ हैन मेसेज गर्न ड्याङ हानिसक्यो मेसेज हैन सो त्यही हो अब यहाँ चाहिँ विशेष तरिकाले भन्नुपर्दा चाहिँ यहाँ पुट्टारमा चाहिँ आँपको बगैँचाहरू चाहिँ मलाई अति बोबाल लाग्यो क्या मेन पार्ट चाहिँ हैन मेन पार्ट चाहिँ यहाँको आँप हेर्ने हो भने चाहिँ यस्तो छ भर्खरै फुलेर डागा मक्क भएको छ हैन ल हेर्नु जता हेऱ्यो त्यतै आँप के त्यत्तिकै यो पुट्टार भने त होइन नि त सो यहाँ आँप चाहिँ के गर्ने यो खाएरै भ्याउने हो कि बाँदरले भ्याउने हो कि मान्छेले भ्याउने हो कि यो केही थाहा भएन तर यहाँ आँपहरू चाहिँ यस्तो छ है सो यहाँ आँपहरू चाहिँ यस्तो छ च्याट लाएर आँप चाहिँ कसले खाने हो भन्ने चाहिँ मलाई केही थाहा भएन वाट इज दिस गाइज वाट इज दिस के यो चराले हरेको कि अन्य केही कमेन्ट अन बिलो सो अहिले चाहिँ म अङ्कलको बाइक लिएर आएको छु सो यो बाइकलाई चाहिँ सुगाइदिए पनि कहाँ मुस्ताङ पुगेर आयो कि यो एक बोतल हालिदिएपछि मुस्ताङ पुग्ने बाइक हो यो चाहिँ बाइक है मुस्ताङ पुग्यो एक बोतल हालिदिएपछि मुस्ताङ पुग्यो त्यस्तो माइलेज छ यसको सो त्यही यो आएको पनि धेरै बेर भइसक्यो होइन अब चाहिँ म घर जानुपर्ने हुन्छ चट्ट लाएर अब झर्नुपर्ने हुन्छ होइन यहाँ चाहिँ मान्छेहरू प्रायः घुम्न धेरै नै आउँदो रहेछन् भनौँ न मलाई लाग्छ फाइनली बेड भयो केडा हो फाइनली बेड भयो केडा हो फाइनली यो चाहिँ बोगाल छ है आँपको बगैँचा चाहिँ यस्तो तरिकाले हो क्या यहाँ चाहिँ के भन्छ सेतामै हो कि रातामै हो कि के छ होइन सो त्यही हो गाइस अब घर पुगेर भेट्नुपर्ने हुन्छ चट्ट लाएर म घर पुगेपछि छोटो मिठो भन्दा नि अब घर पुगेर यस्तो क्या अब घर पुगेर खाना खानुपर्ने हुन्छ मेन पोइन्ट त त्यो भइहाल्यो खाना खाएपछि चाहिँ हामी चट्ट लाएर हाम्रो जन्मस्थान अदमरा पुग्नुपर्ने हुन्छ सो त्यही हो अदमरा पुगेर चाहिँ म तपाईँहरूलाई छोटो मिठो भ्लग गर्नेछु आज चाहिँ घर म फर्स्ट टाइम त नभनौँ होइन फर्स्ट टाइमदेखि नै त्यहीँ छु फर्स्ट टाइम किन भन्ने हो र त्यही भएर चाहिँ म अब चाहिँ घर जानुपर्ने हुन्छ किनभने म 2 हप्ता बेसी भइसक्यो हराएको म र बाबा होइन त्यही भएर चाहिँ हामी घर जानुपर्ने हुन्छ आज सो त्यही हो घरतिर गएपछि भ्लग के कस्तो आउँदै गर्छ त्यो म घर गएपछि चाहिँ म सो त्यही हो आजको भिडियो चाहिँ के कस्तो लाग्यो अन्तिमसम्म हेरेर साथ दिनुभयो त्यसको लागि म थ्याङ्क यू सो मच भन्न चाहन्छु सो त्यही हो गाइस थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो डोन्ट फर्गेट टु लाइक एन्ड सब्सक्राइब विथ द बेल आइकन हस्ते यति म बिदा लिन चाहन्छु जय नेपाल शुभ रहोस् तपाईँका दिनहरू है त।